नमस्ते सबैलाई। म रातको समयमा फेरि पनि तपाईँहरू कहाँ उपस्थित भएको छु। अनि के स्टन्ट गरेर देश बन्छ त अरे? स्टन्ट गरेर नै देश बन्छ। त्यो स्टन्ट चाहिँ हर्कको जस्तो हुनु पर्यो, बालेनको जस्तो हुनु पर्यो, अनि रविको जस्तो हुनु पर्यो, तब मात्र देश बन्छ। भ्रष्टाचार गरेर देश बन्दैन, अनि यस्तो झोला बोकेर हिँडेर देश बन्दैन। देश बन्नको लागि स्टन्ट नै गर्नुपर्छ। अनि यो झोला सबै नेपालीहरूले फ्याँकेर हिँड्नुपर्छ। बाउ बाजे बराजुदेखि बोकेको झोला कतिसम्म बोकेर हिँड्छौँ? त्यो बोकेर हिँड्सम्म देश बन्दैन। देश बन्नको लागि स्टन्ट नै गर्नुपर्छ। हर्कले जस्तै स्टन्ट गर्नुपर्छ, बालेनले जस्तै स्टन्ट गर्नुपर्छ, रविले जस्तै स्टन्ट गर्नुपर्छ, अनि मात्र देश बन्छ। अनि म जस्तो युवा बाहिरिनु पर्ने थिएन। यस्तै स्टन्ट तिमीहरूले 30 वर्षदेखि गरेको भए पनि म जस्तो युवा आज परिवार अनि मेरो देश छोडेर म बाहिरिनु पर्ने थिएन। तिमीहरूले स्टन्ट गरिदिएको भए आज